जब भारतले नेपाललाई आफ्नो बनाउने दाउ छोप्दै थिए त्यस समय राजा महेन्द्रले उनलाई नै विश्वास गरेर माओ सेतुङको सहयोग लिन गोप्य रूपमा उनको हातमा चिठी दिएर चीन पठाएका थिए। त्यही बेला बीपीले कलकत्तामा एउटा प्रस्ताव पारित गरेछन्। इन्डियासँग हाम्रो धर्म, संस्कृति, रहन सहन सबै मिल्छ, राजाको सवालमा पनि मिल्ने नै हो, त्यसैले नेपाललाई भारतमा मिसाउनु पर्छ भनी प्रस्ताव गरे। तर यो कुरा हाम्रो इतिहासमा लुकाइन्छ। सुरुमा त उनीहरूले आफ्नो संगठनको नाम पनि भारतीय नेपाली राष्ट्रिय कांग्रेस भनेर राखेका थिए। नेपाली कांग्रेसलाई भारतीय नेपाली कांग्रेस भनेर लेखिएको थियो। नेपाली कांग्रेसमा भारतीय नेपाली भनेर पनि लेखिन्थ्यो नि, लेखेर प्रस्ताव पास गरेको थियो। दर्शकवृन्द नमस्कार। रिदम अनलाइन टिभीको साथमा यहाँ सम्पूर्णलाई हार्दिक स्वागत छ। म सम्पदा लिम्बू र आज चाहिँ हामी पूर्व मन्त्री खगेन्द्र जङ गुरुङको अनुभव यहाँहरूमाझ राख्दैछौँ। उहाँ अहिले 93 वर्षको हुनुभएको छ। उहाँको स्वास्थ्य अस्वस्थताको कारण चाहिँ उहाँको बोली पुरै स्पष्ट चाहिँ छैन, केही बुझिन्छ केही बुझिँदैन। त्यस कारणले गर्दाखेरि उहाँको अनुभवहरू तपाईहरूले एकदमै राम्रो तरिकाले सुन्न सक्नुहोस् भनेर हामीले उहाँको अनुभवलाई वाचन गर्ने कोसिस गरेका छौं। मन्त्रीज्यू स्वागत छ। नमस्कार। सन्चै हुनुहुन्छ? ठिकै छ। म अलि स्वास्थ्य राम्रो छैन मेरो। अहिले 93 वर्ष पुगिसकेँ। हजुर, स्वास्थ्य त्यस्तै हुने भयो। अहिले 93 वर्षमा हुनुहुन्छ। उनी हुन् खगेन्द्र जङ गुरुङ, एक ऐतिहासिक व्यक्तित्व, जिउँदो इतिहास। हाल उनी 93 वर्षका भए। जब भारतले नेपाललाई आफ्नो बनाउने दाउ छोप्दै थिए त्यस समय राजा महेन्द्रले उनलाई नै विश्वास गरेर माओ सेतुङको सहयोग लिन गोप्य रूपमा उनको हातमा चिठी दिएर चीन पठाएका थिए। उनी डाक्टर इन्द्रजित सिंह कुँवर, केआई सिंह नेतृत्वमा गठित 2013 सालको मन्त्रीमण्डलमा स्वास्थ्य मन्त्री बने। सँगै 2017 सालमा तुलसी गिरी मन्त्रीमण्डलको खाद्य तथा आपूर्ति, कृषि, वन, उद्योग तथा वाणिज्य मन्त्री पनि भए। हामीलाई गुरुङ राजाको सन्तान भन्थे। हाम्रो सन्तान दर सन्तानलाई भारदार राखिन्थ्यो। त्यसैले मलाई 22 वर्षको उमेरमा राजा महेन्द्रले मन्त्री बनाए। हाम्रो तिब्बतमा व्यापार हुन्थ्यो। यहाँबाट अनाज जान्थ्यो, उता तिब्बतबाट नुन, भेडाको च्याङ्रा, ऊनहरू ल्याउँथ्यौं। मलाई त्यो 22 वर्षको उमेरमा महेन्द्रले मलाई मन्त्रीमा राख्यो उनीहरूले। राजा महेन्द्रले 22 वर्षको उमेरमा मन्त्री बन्नुभयो? मलाई त्यो मन्त्री बनाउनु त्यस्तो हाम्रो तिब्बतमा व्यापार हुन्छ के अरे तिब्बतमा। अनि त्यो चाइनिजहरूको अन्त ऊ भइहाल्यो। अनि यहाँ दौत्य सम्बन्ध कायम भइरहेको थिएन त्यहाँ। व्यापार चाहिँ के हुन्थ्यो तिब्बतसँग? व्यापार चाहिँ के को हुन्थ्यो? यहाँबाट अनाज जान्थ्यो, माथिबाट नुन ल्याउँथ्यो। त्यो यहाँबाट चाहिँ के जान्थ्यो भन्नुभयो? अनाजहरू। अनि उता तिब्बतदेखि नुन ल्याउने। गुरुङ राजाको सन्तान भएकै कारण हाम्रो सन्तानलाई जमदार, सरदार, कप्तान जस्ता पद दिन्थे राणाहरूले। बुबा बाजेहरूले आर्मी मिलिट्री सञ्चालन गरेर तिब्बतबाट हुने हमलाहरू रोक्ने सीमाका गाउँलेहरूलाई सुरक्षा दिनुपर्थ्यो। सीमामा तिब्बती खम्पालीहरूले लुटपाट गर्ने, दुःख दिने गर्थे। हाम्रो बाजेलाई लाख्रेपट्टि सीमा सुरक्षाको लागि खटाइएको थियो। लाख्रे चाहिँ मनाङको पूर्वतिर धौलागिरीको पारी पर्छ। मेरो बुबा दाइलाई सुब्बा पदवी दिएको थियो। जुद्ध शमशेरको पालामा मलाई पनि 9 वर्षकै उमेरमा सुब्बा पद दिएको थियो। हामीलाई दिएको पदवी अनुसार काम गर्दा तलब त दिइँदैनथ्यो, तर तिरो नतिर्ने वीरता जग्गाहरू दिन्थे। ठूला ठूला नाङ्गो डाँडाहरूमा एकलौटी व्यापार गर्न दिन्थे। उक्त समयमा तिब्बत र दलाइ लामासँग पनि हाम्रो चिनजान थियो। त्यो समयमा तिब्बतबाट नुन ल्याउन 3 महिना लाग्थ्यो। तर मेरो बाजेले विभिन्न जुक्ति निकालेर भिरमा काठको रोपवे जस्तै बनाएर 1 महिनाको ठाउँमा 15 दिन लाग्ने बनाउनु भयो। राणाको पालामा अंग्रेजी पढाइ हुँदैनथ्यो। गुरुङको छोरा भएर पनि संस्कृत पढ्नु पर्थ्यो। परीक्षा दिन बनारस जानु पर्थ्यो। म 2003 सालमा अंग्रेजी पढ्न बनारस गए। भारतमा अंग्रेज विरुद्धको आन्दोलन चलिरहेको थियो। हामीलाई अंग्रेज लखेट्दैछौ, तिमीलाई किन अंग्रेजी पढ्नु पर्यो भन्थे मलाई। अनि हजुरको पढाइहरू चाहिँ कहाँनिर गर्नुभयो त हजुरले? मेरो पढाइ त राणाको पालामा त्यससँग अंग्रेजीको चलन थिएन कि हामीले संस्कृत पढाउँथ्यो। गुरुङ छोरा भएर पनि संस्कृत चाहिँ पढ्नु पर्थ्यो। संस्कृत पढ्नु पर्थ्यो। अनि पछि त्यो 3 सालमा भयो त्यो संस्कृतमा के अरे
त्यो जाँदैन त उहाँ बनारसमा जानुपर्छ काशीमा। त्यहाँ जाँदाखेरि यो इन्डियामा अङ्ग्रेजको विरुद्धमा आन्दोलन चलिरहेको थियो। हजुर। अनि देवराज नारायणको साथी त्यो नाउँ कस्तो बिर्सेँ मैले, नरेन्द्र देव, आचार्य नरेन्द्र देव भन्ने हिन्दू विश्वविद्यालयको चान्सलर थियो। उसले चाहिँ त्यहाँ नेपालीहरूलाई यहाँ आन्दोलन चलोस् भनेर अलिकति हिन्दीमा चाहिँ राजनीतिक शिक्षाहरू दिने गर्थ्यो त्यहाँ। हजुर। आफ्नो देशमा संस्कृतमा धर्म देवता कर्मकाण्डको बारेमा पढेको बनारसको हिन्दू विश्वविद्यालयमा हिन्दी भाषामा राजनीति शिक्षा पढाउँदो रहेछ। त्यहाँ हामी 300 जना विद्यार्थी पढ्थ्यौं। त्यति बेला यहाँका जति पनि कांग्रेस, राष्ट्रिय कांग्रेस, नेपाली कांग्रेस, कम्युनिस्टहरू थिए तिनीहरू सबै बनारस बस्थे र यता नेपालमा आन्दोलन गर्न खोज्थे। जब अंग्रेजले भारत छोड्ने बेला भएको थियो त्यति नै बेला अंग्रेजको तर्फबाट भारतमा बसेका वाइसराय लर्ड वेवेलले कुमाउ गढवालदेखि दार्जीलिङ कालिम्पोङमा बस्ने नेपालीहरूलाई बोलाएर भने, तपाईहरू बसेको भूमि इन्डियाको होइन, हामीले सुगौली सन्धि मार्फत खोसेको हो। अब तपाईहरू इन्डियामा मिल्न चाहनुहुन्छ कि नेपालमा, वा अलग अस्तित्व कायम गर्न चाहनुहुन्छ भनेर भने। त्यसपछि हामी पढेको विश्वविद्यालयको हलमा बैठक बस्यो। कुमाउ गढवालबाट खसहरू आएनन्, बाहुनहरू आए। दार्जीलिङ कालिम्पोङबाट रणधीर सुब्बा, डम्बरसिंह गुरुङ, हरिबहादुरहरू आएका थिए। त्यस बैठकमा नेपालीहरू विभाजित भए। दार्जीलिङबाट आएकाहरूले नेपाल हाम्रो भूमि हो, हामी नेपाली हौं, त्यसैले हामी कसरी इन्डियामा मिल्न सक्छौं भनेर नेपालमा मिल्न पर्छ भनेर भने। उता कुमाउ गढवालबाट आएकाहरूले भने, हाम्रो जनै पनि सबै एकै हो, हाम्रो साथी पनि त्यही हो, त्यसैले इन्डियामा मिल्नु पर्छ भने। त्यसपछि कुरा मिलेन। त्यही बेला बीपीले कलकत्तामा एउटा प्रस्ताव पारित गरेछन्। इन्डियासँग हाम्रो धर्म, संस्कृति, रहन सहन सबै मिल्छ, राजाको सवालमा पनि मिल्ने नै हो, त्यसैले नेपाललाई भारतमा मिसाउनु पर्छ भनी प्रस्ताव गरे। तर यो कुरा हाम्रो इतिहासमा लुकाइन्छ। सुरुमा त उनीहरूले आफ्नो संगठनको नाम पनि भारतीय नेपाली राष्ट्रिय कांग्रेस भनेर राखेका थिए। नेपाली कांग्रेसलाई भारतीय नेपाली कांग्रेस भनेर लेखिएको थियो। नेपाली कांग्रेसमा भारतीय नेपाली कांग्रेस भनेर पनि लेखिन्छ नि, लेखेर प्रस्ताव पास गरेको थियो। र महासमितिले के प्रस्ताव पास गरेको थियो भने, बीपीको यस्तो प्रस्तावबाट दार्जीलिङका रणधीर डम्बरसिंहहरू रिसाए। तिमीहरू धेरै समयपछि कुमाउ गढवालबाट आएर अहिले भारतसँग मिल्नु पर्छ भनेर विवाद भयो। बीपीहरूले उनीहरूलाई आफ्नो बाटो लाग्नु यो प्रस्ताव पारित भइसक्यो भनेर जवाफ दिएछन्। दार्जीलिङेहरू त्यसपछि काठमाडौँ आए। कुमाउ गढवाल नआए पनि दार्जीलिङ नेपालमा मिलाउनु पर्छ भनेर राणाहरू समक्ष प्रस्ताव लगे। सिंहदरबारमा बेलायती बैठक बस्यो। त्यो बैठकमा सबै सामेल थिए। गुरुङ राजाका सन्तानहरू, राई लिम्बू राजाका सन्तानहरू बोलाइए। म पनि दाईहरूसँग गए। त्यो सभामा राममणि दीक्षित, लेखनाथ पौडेलहरूले दार्जीलिङ नेपालमा मिलाए, भारत रिसाउँछ जस्ता तर्कहरू गरे। उपस्थिति बाहुनहरूले होमाहो मिलाए। अन्तमा नमिलाउने कुरा भयो। दार्जीलिङ भारतमा मिसेपछि रणधीर सुब्बा आफूमाथि रिस चाप्ने डरले दार्जीलिङ गएनन्। डम्बरसिंह लगायत फर्केर दार्जीलिङ कालिम्पोङ स्वायत्त हुनुपर्छ भनी माग राखे। त्यही बेलादेखि नै गोर्खाल्यान्डको आन्दोलन शुरू भयो। म गाउँ फर्के। मलाई कांग्रेसप्रति नराम्रो छाप पर्यो। आफ्नो देश पनि भारतमा मिलाउने कस्तो सोच होला भन्ने लाग्यो। गाउँमा पुग्दा राजा त्रिभुवनको लालमोहर पुगिसकेको थियो। राणाहरूको विरुद्ध विद्रोह गर्न त्रिभुवनले जारी गरेको थियो त्यो लालमोहर। राणाहरूले पनि ज्ञानेन्द्रको अर्को लालमोहर जारी गरेको थियो। राणाहरूलाई पनि आफ्नो देश भारतमा मिलाउन खोज्ने कांग्रेसहरूको हातमा देश दिनुहुन्न भन्ने थियो। हाम्रो गाउँमा गुरुङहरूको भेला भयो। सबैले आफ्नो कुरा राखे। म बाहिर पढेर आएकोले मलाई पनि आफ्नो कुरा राख्न भने। त्यो बेला म 17 वर्षको थिएँ। मैले पनि कांग्रेसको छाप नराम्रो भएको बताए। बनारसको, दार्जीलिङको घटनाहरू बताए। अन्तमा सभाले हामीले तिर्ने मोहरमा जसको नाम छ उसैलाई साथ दिने भने। राणाले राजाको नातिलाई राजा घोषणा गरेको मान्दैनौ भने। सबैले होमाहो मिलाए। तर सभाले कांग्रेसको कुरा बुझेर त्यसो बोलेको थिएन। 2007 सालमा विश्वेश्वर प्रसाद कोइरालाको सरकार गठन भयो। उनका दाई मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएको समय मेरो नाममा वारेन्ट आयो।
मलाई कम्युनिस्ट भनेर पक्रन खोजेको रहेछ। म भागेर तिब्बत पुगे। त्यहाँ 2-3 वर्ष बसे र नेपालको स्थिति बुझ्न कालिम्पोङबाट इन्डिया पुगे। त्यो बेला राजा त्रिभुवन बिरामी भएर स्विजरल्याण्ड गएका थिए। छोरा महेन्द्र बुबालाई पुर्याएर फर्कँदा दिल्लीको दूतावासमा बसेको रहेछ। इन्डियामा मेरो गाउँको ज्योतिषीसँग भेट भयो। उनले तपाईको नाममा वारेन्ट आएको रहेछ, म तपाईलाई युवराज महेन्द्रसँग भेटाइदिन्छु भनेर महेन्द्रकोमा लगेर गयो। मेरो नामको वारेन्ट रद्द गरिदियो। मलाई चीन पठाउनु पर्ने सोचेको रहेछ महेन्द्रले। म महेन्द्रसँगै काठमाडौँ आए। उता त्रिभुवनले स्विजरल्याण्डबाट मेरो अन्तिम अवस्था छ, राजकाज बुझाउने भनेर लालमोहर लिन आऊ भने। स्विजरल्याण्डबाट फर्केपछि महेन्द्रले राजकाज लिए। आउनासाथ मातृका प्रसाद कोइरालाको सरकार भंग गरिदियो महेन्द्रले। उनले चीनसँग दौत्य सम्बन्ध कायम गर्न खोजे, तर सजिलो थिएन। इन्डिया नेपाललाई बनाउने दाउ गरिरहेका थिए। असुरक्षित महसुस भइरहेको थियो महेन्द्रलाई। उनले मलाई सुटुक्कै माओ सेतुङलाई लेखेको चिठी दिएर पठाए। देश बचाउन महेन्द्रले माओसँग मद्दत माग्ने उद्देश्यले चिठी पठाएका थिए। म तिब्बतमा बसेको हुनाले मलाई माओ सेतुङसँग भेट्न पठाउन खोजेका रहेछन् महेन्द्रले। जताततै इन्डियनहरू थिए, गोप्य रूपले जानुपर्ने थियो। म झोङखा पुगेर चिनिया टोलीको मुख्य मान्छेलाई भेटेर राजाको चिठीको कुरा राखे। उनले अगाडि जान दियो। लासामा 1 महिना जति राख्यो। मलाई त्यसपछि प्लेनमा चीन पठाए। राजा महेन्द्रले हजुरलाई चिठी पठाउनु भयो हजुरको हातमा, होइन? माओ सेतुङलाई त्यस पछाडि तपाईँ चीनतिर प्रस्थान गर्नुभयो। त्यहाँनिर कहाँदेखि कसरी जानुभयो त? त्यहाँबाट त्यो ब्रह्मपुत्र नदीबाट फेरि करिब 15 दिन लाग्दो रहेछ त्यो माथि लासा पुग्नलाई। लासा पुग्न हिँडेर? त्यहाँ सबै चढ्थ्यो, घोडा चढेर या खच्चर घोडा केही चढ्नु? त्यो माथि गयो त्यहाँबाट 1 हप्ता जति राख्यो के अरे लासामा। कति दिन भन्नुभयो? 1 महिना 1 हप्ता जति 1 हप्ता राख्यो। अनि त्यहाँबाट प्लेनमा त्यो टुक्रा प्लेनले 3 दिनमा लाग्थ्यो लासा पुग्नलाई, के अरे फेरि पुग्नलाई त्यस्ता। अनि त्यहाँबाट 3 दिन लाग्थ्यो प्लेनबाट पनि। डेकुडा प्लेनमा आउँथ्यो के अरे, जस्तो जेट प्लेन थिएन। चीन पुगेपछि प्रधानमन्त्री चाओ एनलाई भेटाए। त्यसपछि राष्ट्रपति र पार्टी अध्यक्ष माओसँग भेटाए। महेन्द्रले पत्र अंग्रेजीमा लेखेका रहेछन्, तर माओलाई अंग्रेजी आउँदैन थियो। उनले दोभाषीलाई पत्र पढ्न लगाए। पत्रमा लेखिएको थियो, भारतीय हस्तक्षेपको कारण हामीलाई गाह्रो भएको छ, त्यसकारण देश जोगाउन चीनसँग सम्बन्ध जोड्न चाहन्छु। परि आयो भने राजतन्त्र पनि छोड्छु, कम्युनिस्ट बन्न पनि तयार छु। अहिले नेपालको शासक भारतीय मूलका नै बढी छन्। नेपालमा विविध जातिहरू छन्। यदि नेपालका विभिन्न जातिलाई स्वशासित क्षेत्र बनाएर शासनमा ल्याउन सकिए भारतको हस्तक्षेप कम हुन्छ। भोलि त्यस्तो गर्न खोजे भने भारतले विद्रोह गर्न सक्छ। त्यसैले मलाई चीनको मद्दत चाहियो। त्यो हुन सक्यो भने गरिदिनुहोस्, भएन भने बरु हामी उत्तर कोरिया जस्तो कम्युनिस्ट भन्छ भनेको थियो राजाले। राजा महेन्द्रले चाहिँ माओ सेतुङलाई भनेको। अनि त्यो राजाले भने ठिक छ, तिमीहरू अहिले त कम्युनिस्ट भने त आफ्नो इच्छाको कुरो हो, तर अहिले चाहिँ हामी स्वतन्त्र बनाउन आउँछ भनेर त्यो म त्यहाँ पुगेको 1 हप्तापछि नै यहाँ आएको उनीहरू चाइनिजहरू आएर दौत्यसम्म काम गरेर। महेन्द्रले कांग्रेसले देश भारतलाई बुझाउँछ भन्ने सोचेर अगाडिबाट नै उपाय खोजिरहेका थिएछन्। महेन्द्रको चिठी पढेपछि माओले त्यो बेला सच्चा राजा भनेर तारिफ गरेका थिए महेन्द्रको। माओले महेन्द्रले भनेको नेपाललाई विभिन्न जातिको स्वशासित क्षेत्र बनाएर शासन गर्ने विषयलाई मन पराए। त्यसपछि म चीनबाट नेपाल फर्के। दौत्य सम्बन्धको लागि चिनिया टोली नेपाल आए। त्यो बेला चाइनिजहरूसँग सम्बन्ध राख्न सोच्न पनि कसैले सक्दैनथे, तर महेन्द्रले आँट गरे। महेन्द्र जंगबहादुर पछि जोखिम उठाएर काम गर्ने क्षमता भएको राजा हो। साँच्चै भन्ने हो भने त्यो जंगबहादुर पछि त्यो शासन व्यवस्था सञ्चालन गर्नेमा धेरै खतरा रिस्क उठाएर पनि काम गर्न सक्ने क्षमता भएको मान्छे हो तिनीहरू। जंगबहादुर पछिको चीनसँग दौत्य सम्बन्ध हुनु अघि इन्डिया, अमेरिका र ब्रिटिससँग मात्र हाम्रो सम्बन्ध थियो। हाम्रो त इन्डिया अनि ब्रिटिस र अमेरिका तीनवटा सिवाय अरू देशसँग सम्पर्कै थिएन नि। महेन्द्रको पालामा 26 वटा राष्ट्रहरूसँग दौत्य सम्बन्ध कायम भयो। त्यो बेला बाहुनहरू बनारस गएर पढ्थे र उनीहरू बाठा थिए। राणाहरू पनि पढेका हुँदैन थिए।
बाहुन पण्डितलाई श्री 5ले नढोके पनि श्री 3ले ढोक्थे, खुट्टा धोएको पानी खान्थे। जनजातिहरू पनि पढेका थिएनन्। डम्बर सिंहहरू त बनारस पढेर आएका थिए। त्यसैले डम्बर सिंहहरू सत्तामा आए भोलि हामी बराबर हुन्छ भनेर बाहुनहरूले उनीहरूलाई यहाँ बस्न दिएनन्। हामी मन्त्री हुँदा 3 करोड़ आमदानी थियो भने 5 करोड़ खर्च बीपीहरूले गरिसकेका थिए। हामीहरू मन्त्री हुँदाखेरि त यहाँ 3 करोड़ जति आमदानी जति जनसरायो 5 करोड़ खर्च भइसकेको थियो। 3 करोड़ आमदानी 5 करोड़ खर्च गरेको थियो बिसीहरूले। अहिले त 5 अर्ब चाहिँ खर्च। 5 करोड़ खर्च। कर्मचारीहरूलाई तलब दिन नसक्ने अवस्था पुगिसकेको थियो। नेपालको व्यापार निकै घाटामा थियो। भारतको 100 भारु बराबर नेपालले 200 नेहरू तिर्नु पर्थ्यो। भारत पनि त्यो बेला गरिब नै थियो। त्यस्तो संक्रमणकालीन अवस्थामा नेपाललाई चिनियाहरूले 6 करोड़ डलर सहयोग गरेका थिए। त्यसपछि राजा महेन्द्रले राष्ट्रिय बैंक स्थापना र मुद्रामाथि नियन्त्रण गरेर बजेट घाटालाई पूर्ण नियन्त्रण गरे। एकैचोटि 6 करोड़ डलर दिइदियो हामीलाई, नेपाललाई दिइदियो। त्यसले अनि राष्ट्रमै खडा गरियो के अरे, अनि त्यहाँबाट मुद्दा विनिमय गरियो, अनि त्यो खर्चहरू गरेर दोसँग मिलाइयो भनौँ न, मिलाएर करिब 4 करोड़मा बजेट तय गराइयो। अनि पछि इन्डियन सल्लाहकार चाहिँ राखेर हटाइदियो के अरे, अनि त्यो चेक बस पनि हटाइदियो। त्यसपछि अनि संयुक्त राष्ट्र भएर अनि गाउन थाल्यो। भारतले जब महेन्द्रलाई इन्डियाको राजा बनाइदिन्छु भने उनी अलि लोभिएको थियो। यतिसम्म गरे कि भारतको राजदूतले त सुनको थालमा महेन्द्रको खुट्टा धोएर पानी समेत खाएको थियो। महेन्द्रले भन्न मात्र नसकेको, तर इन्डियाको राजा बनाइदिन्छौ, नेपाललाई इन्डियामा मिलाउनु पर्छ भनेर इन्डियाले प्रस्ताव नै पठाएका थिए। इन्डियाको राजाले खुट्टामा त्यो पानी हालेर त्यो सुनको थाल ओछ्याएर पानी छर्कने त्यस्तो राम्रो भएको थियो त यहाँ त। करिब त्यहाँ राजाले के भन्न नसकेर मात्रै हो, त्यो करिब इन्डियाको राजा तिमीलाई बनाइदिन्छौ राष्ट्रिय ठाउँमा, इन्डियालाई नेपालमा मिलाउँछ भने त्यो प्रस्ताव आइसकेको थियो नि। त्यसपछि भने चाइनिजसँग पनि महेन्द्रको खटपट सुरु भयो। पहिला देश बचाउन चीनलाई मद्दत माग्ने, पछि इन्डियातिर महेन्द्र आफै ढल्कन खोज्नुले चीन रुष्ट थिए। बाहुन क्षेत्री मधेसीहरू भारतप्रति आकर्षित हुन सक्छन् भनेर जनजातिमा भर पर्न खोजेका थिए महेन्द्र। जनजातिको संगठन बनाउन लगाउने पनि महेन्द्र नै हुन्। पछि मलाई नै जनजाति उक्साएको आरोपमा 2 वर्ष 6 महिना जेल हाले। हुन्छ मन्त्रीज्यू, यहाँले पुरानो कुराहरू धेरै चाहिँ हामीलाई बताइदिनु भयो। धेरै महत्त्वपूर्ण कुराहरू चाहिँ आयो होइन। यसको लागि हजुरलाई एकदमै धेरै धन्यवाद।